हेलो गाइज, आज शनिबारको दिन चाहिँ आमा छोरी दाउरा लिन गइरहेको छु। अब दाउरा खोज्नु पर्ने छ, तपाईहरुलाई देखाउँछु म दाउरा काटेको पनि है। बाटो पनि यस्तो हिलो छ, यस्तो छ है। दाउरा यति बेला हिँड्नु भएको अनि के त नि त्यो त पाइहाल्छ नि। मान्छे पाक्छ त यो करैन हौजे उता छैन, पाक्छ नि। बच्चा छ? बच्चा माउ अरे माउ त पाल्दैन कि, दुईटा छ। एउटा 10-12 धार्नु छ अनि एउटा भर्खर ल्याएको 1 महिनाको। गाई चरिराखेको छ, ट्र्याक्टर पनि चलिराखेको छ। के देखो यो ट्र्याक्टरबाट दाउरा खोज्छ। रोसी कहाँ गएको अरे? के गर्नु गएको? हेलो, अब हामी चाहिँ आधी बाटो पुगिसक्यौँ। अब दाउरा काट्ने ठाउँमा पुग्न लाग्यौँ। बाटो चाहिँ यस्तै छ, यस्तो छ है बाटो। रुसी छोरी अगाडि हिँड्दैछ। यो ठुटा के गर्नु, हाम्रो दाउरा काट्ने जङ्गल चाहिँ यस्तो छ है। तल नै जङ्गल, गोठहरू। सुँगुरले खान्छ? कहाँ अरे घर? ए, लामो सोतीबाट आउनु भएको? ए, राम राम राम। यस्तो पनि खाने है? माउ छ? ए, ल बिस्तारै जानु। काट्दैछु है म त। भारी पुग्यो है मेरो, अब यति नै बोक्छु होला। भारी लाउँदैछु है, दाउराको भारी पुग्यो मेरो त। भारी लगाइसकेँ अब बोकेर म घर लाने। म चाहिँ ठेल्दैछु। अब हामी चाहिँ हिँड्दैछौँ। बाटो लागेको, भारी पुऱ्याएर घर हिँडेको है। लामो लामो भएछ है। त्यही भएर मिलाउँदै हुन्छ। छिटो भयो, छोड्यो त्यहाँ गोसला। म चाहिँ यहाँ धारामा आइसकेँ। नानी चाहिँ पछाडि आउँदै हुन्छ। म चाहिँ पानी खाँदैछु तिर्खा लागेर। भयो पानी नखानु नि। खाने यहाँ बिसाएर मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ। धन्यवाद।